भुइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन् र तिनीहरूले तिनका हात समाती डोयाएर तिनलाई दमस्कसमा ल्याए। हिब्रू 10:25 कतिजनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ। तर प्रभुको दिन नजिक आइरहेका तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देऊ। आमेन। हुन्छ। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण प्रभुको जनहरूमा जय मसीह। मलाई आशा छ हामी सबैजना आरामै छौँ। आमेन। हुन्छ। आउनुहोस् हाम्रो आजको सङ्गतिलाई हामी सुरु गर्नेछौँ। हामी सुरुको समर्पणको प्रार्थना गरेर हामी आजको सङ्गतिलाई सुचारू गर्नेछौँ। आउनुहोस्। परमेश्वर बुवा, तपाईँ प्रभुलाई धन्यवाद सुन्दर समयको निम्ति। फेरि पनि तपाईँ प्रभुले हामीलाई यो ठाउँमा प्रभु भेला गराउनु भएको छ। तपाईँ प्रभुसँग सङ्गति गर्न साँच्चै नै हामी एकसाथ भेला भएका छौँ। प्रभु हामी एकसाथ तपाईँको नाम उचाल्न र तपाईँ प्रभुलाई धन्यवाद दिन र तपाईँको नजिकतामा आउनको निम्ति प्रभु हामी भेला भइसकेका छौँ। प्रभु तपाईँलाई धन्यवाद यो सुन्दर दिन दिनुभएको निम्ति। प्रभु साँच्चै नै प्रभु तपाईँले हप्ताभरि हामी सबैजनालाई सुरक्षा दिनुभयो। प्रभु हामीलाई आशिषित तुल्याउनु भयो। प्रभु तपाईँको निगाहमा राख्नुभयो। प्रभु हामी तपाईँलाई धन्यवाद दिँदछौँ किनकि तपाईँ प्रभुको नाउँ अति असल छ। प्रभु त्यसैले हामी आजको दिन तपाईँको नाउँ उचाल्नेछौँ। प्रभु धन्यवाद। जतिजना हामी आइसकेका छौँ प्रभु तपाईँले सुरक्षित साथ यस ठाउँमा हामीलाई ल्याउनु भएको छ। अनि जतिजना आउँदै हुनुहुन्छ प्रभु तपाईँ परमेश्वर पिताले बाटोमा तपाईँले डोर्याउनुहोस्। प्रभु जतिजना काम व्यस्तताले प्रभु आउनु पाउनु भएको छैन प्रभु तपाईँले आउने दिनहरूमा ढोकाहरू खोलिदिनु भएको छ ताकि हामी एकैसाथ भेला भएर प्रभु तपाईँसँग हामी सङ्गति गर्न पाएका होस्। प्रभु धन्यवाद परमेश्वर बुवा। सुरुदेखि अन्तिम भागसम्म तपाईँ प्रभुले हामीलाई सहायता गर्नुभएको छ। प्रभु तपाईँ प्रभुले हामीलाई ज्ञान बुद्धि विवेक दिइकन प्रभु हामीलाई चलाउनु भएको छ। प्रभु अनि वचन बोल्नेको साथमा बजाउने गाउनेको साथमा प्रभु तपाईँ परमेश्वर पिताले सहायता गर्नुहोस्। हामी प्रत्येकको साथमा तपाईँ रहनुहोस्। आजको सङ्गतिलाई हामी तपाईँको हातमा समर्पण गर्दछौँ प्रभु यीशु ख्रीष्टको नाममा। आमेन। हुन्छ। आउनुहोस् हामी 31 नम्बरको कुरा सुनाउनेछौँ। प्रेरितहरूको विश्वासको सारलाई हामी पाठ गर्नेछौँ एकले अर्कालाई पर्खदै। म विश्वास गर्दछु
एक परमेश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि अनि उहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो कन्या मरियमदेखि जन्मनुभयो जसले पन्टियस पिलातसको अधीनमा दुःख भोग्नुभयो जो क्रुसमा टाँगिनुभयो मर्नुभयो अनि गाडिनुभयो तेस्रो दिनमा मरेकाहरूबाट उठाउनुभयो स्वर्गमा चढी जानुभयो अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ म विश्वास गर्दछु पवित्र आत्मामाथि पवित्र मण्डलीमाथि पवित्रहरूको सङ्गतिमाथि पाप मोचनमाथि शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि आमेन। हुन्छ, आउनुहोस् हामी 8 नम्बरको भजनलाई गाउनेछौँ। Bye.
परमेश्वरको महिमा भएको छ। त्यसै गरी हाम्रो अर्को भजनलाई गाउनेछौँ 469 नम्बरको। परमेश्वरलाई धन्यवाद दिनेछौँ अनि यो समयलाई चाहिँ म हाम्रो यहाँ ब्रदरलाई दिनेछु, उहाँले हामीलाई लिड गर्नुहुनेछ। यहाँ आराम हुन्छ भन्ने मलाई आशा छ। हामी आफ्नो ठाउँमा खडा हुनेछौँ र परमेश्वरलाई छोटो समय आराधना दिनेछौँ कि उहाँले दिनुभएको जीवन समयको लागि हाम्रो अन्तस्करणबाट हामी परमेश्वरलाई छोटो समय आराधना दिनेछौँ। र म केही बाइबलको खण्डले पाठ गर्नेछु। भजन 108 को 1 देखि 4 पदसम्म यहाँको सामान्य म पाठ गरिदिनेछु। यहाँले सुन्न सक्नुहुनेछ, यदि बाइबल छ भने हेर्न सक्नुहुनेछ। यहाँ शेर लेखिएको छ, हे परमेश्वर मेरो हृदय स्थिर छ, म गाउनेछु र मेरो सम्पूर्ण प्राणले म राग बजाउनेछु। हे बिना र सारङ्गी जागर हो, म प्रभातलाई जगाउनेछु। हे परमप्रभु जातिहरूको बिचमा म
तपाईँको प्रशंसा गर्नेछु। मानिसहरूको बिचमा म तपाईँको विषयमा गाउनेछु, किनकि तपाईँको करुणा महान छ, स्वर्गभन्दा पनि उच्च छ र तपाईँको विश्वसनीयताले आकाशै छुन्छ। आमेन। आज उहाँको करुणा र उहाँको प्रेम दया हाम्रो जीवनमा प्रशस्त गर्छ कि उहाँको अनुभव हाम्रो जीवनमा प्रशस्तता र उहाँको प्रेमको कारण हामी यस ठाउँमा छौँ कि हाम्रो लागि योभन्दा पहिला गत हप्ता भनौँ न क्रिसमस हामीले मनायौँ कि हाम्रो लागि ख्रिस्ट जन्मनु भएको थियो कि हाम्रो प्रेमको हाम्रो पापको कारण। तर आज उहाँ आफै सिद्धिएर पनि हामीलाई त्यो अमूल्य प्रेम दिएर जानुभएको छ। हामी यो समय के कोरसलाई हामी गाउनेछौँ र परमेश्वरलाई महिमा दिनेछौँ। हामी 96 हामी यी दिन एलिया चाहिँ भन्ने गीतलाई हामी गाउनेछौँ।
परमप्रभु परमेश्वर तपाईँको कोही जीवन जिउको लागि तपाईँ आफै रित्तिकन परमप्रभु हाम्रो लागि तपाईँ खुसानको प्रयत्न गर्नुहुन्छ तपाईँलाई धन्यवाद गर्नुहोस् यीशु आज तपाईँको करुणा कृपा हाम्रो जीवनमा दिनुभएको लागि धन्यवाद गर्दछौँ हाम्रो त्यो पापी व्यक्तिले निम्ति तपाईँ खुसाउनु भएको परमप्रभु तपाईँले मानवको धारण गरिकन हाम्रो लागि संसारमा आउनुभएको परमप्रभु आफैलाई रित्ताइकन झन्डै मानवको जीवन जिउनुको लागि गर्नुहुन्छ महिमाका परमेश्वर हामी तपाईँलाई धन्यवाद नदिएर सक्दैनौँ हाम्रो वचनले भन्नुहोस् कुरामा काममा जे गर्छ सबै कुरा मान्छेलाई धन्यवाद दिँदै ख्रिस्टको नाममा गरेर भन्नुभएको छ कि आज तपाईँको नाउँ हामी उत्सवमा राख्दछौँ महान परमेश्वर हामी तपाईँको महिमा गर्दछौँ हाम्रो अन्तस्करणबाट एउटै मनबाट तपाईँलाई उत्साह गर्छौँ परमप्रभु आज हाम्रो असलको फल केवल ख्रिस्ट तपाईँ हुँदछ हामीलाई कुनै कुराको खाँचो हुन दिनुहुन्न सबै कुरा जानुहुनेछु तपाईँ हुनुहुन्छ मेरो हरेक पाइलालाई हाम्रो हरेक पाइलालाई तपाईँ सम्मान हुनुहुन्छ यसो आज हाम्रो शिरलाई तपाईँ तेलमा अभिषेक गर्नुभएको छ किनभने संसारमा सधैँ परमको तपाईँबाट टाढेको थियौँ र तपाईँको प्रेम हामीलाई एकदम ल्याउनुभएको छ Oh
दिनको त्यो अमूल्य समयको लागि यो अवसरको लागि धन्यवाद भन्दछौँ। हामीलाई यो समय तपाईँको सामुन्ने र तपाईँसँग बातचित गर्नु र तपाईँको महिमा गर्नलाई हामीले समय दिनको धन्यवाद भन्दछौँ। तपाईँ पुत्र ख्रीष्टको लागि विशेष धन्यवाद भन्दछौँ। हाम्रो लागि संसारमा तपाईँले जन्म लिनुभयो, कारण हाम्रो पाप थियो, र आफ्नो शरीरलाई रित्याइकन हामीलाई अनन्त जीवन दिनुहुने केवल ख्रीष्ट तपाईँ मात्र हुनुहुन्छ। हामी तपाईँलाई धन्यवाद भन्दछौँ। हामी जस्तो पापीलाई, हामी जस्तो दुर्बल पापी व्यक्तिलाई तपाईँले प्रेम गर्नुभयो, धन्यवाद भन्दछौँ। हामी त तपाईँको सामान्य उभिने योग्य थिएनौँ, तर आज हामीलाई सबै हाम्रो पापहरूलाई तपाईँको रगत धोइदिनु भएकोलाई धन्यवाद भन्दछौँ। हामी शुद्ध र निष्कलङ्क र पवित्र पाल्नु भएको छ। धन्यवाद सबै कुराको लागि। तपाईँ ख्रीष्टसँग मिलाप गर्नुलाई धन्यवाद भन्दछौँ। तपाईँले जीवित वचन आज हाम्रो हरेक पाइलामा दिनुभएकोलाई धन्यवाद भन्दछौँ। तपाईँले धन्यवाद दिने योग्य थिएन परम प्रभु, तपाईँको नाम पुकार्ने योग्य थिएन, तर तपाईँ ख्रीष्टको कारण, तपाईँको बलिदानको कारण यी सबै कुराहरू पाएको छु। न मैले कुनै पनि बलि चढाउनु पर्ने थिएन, न कुनै पनि थोकहरू तपाईँ दिनुपर्नेछ, तर तपाईँ परमप्रभुलाई धन्यवाद दिँदछु कि मेरो अन्तस्करणबाट तपाईँ उचाल्दछु। धन्यवाद सबै कुराको लागि परम प्रभु। हामी यतिजनाले चढाएको धन्यवादको बेटी तपाईँले दिनुभएको छ, हामी विश्वास गर्दछौँ। हामी अझ परम प्रभु हामी मानव शरीरमा छौँ, कति तपाईँको अगर हामी घमण्डले फुलिँदछौँ, यदि आफ्नै घमण्डलाई हामी परम प्रभु तपाईँको टाढी बस्दछौँ, तपाईँको प्रेम हामी सम्मान भएको छ। तपाईँको जीवित वचन हामीलाई डुराउनु भएको छ। तपाईँ प्रतिदिन हरेक समय तपाईँ ख्रीष्टसँग तपाईँको मुहारलाई हेर्नलाई हामीले त्यो वचन दिनुभएको लागि धन्यवाद भन्छौँ। साँच्चै हाम्रो असल उठाउन चाहिँ केवल तपाईँ हुँदछ। न त हामीलाई संसारको व्यक्तिले, न त कुनै मानिस जातिले हामीलाई असल तरिकालाई डोराउन सक्दछ, तर तपाईँ मात्र हुनुहुन्छ त्यो असल उठाएर कि हरेक पाइलालाई चित गर्न नदिनुहुने, हाम्रो हरेक खाँचोलाई देख्नुहुने तपाईँलाई हाम्रो आफ्नो दिमागले हामी हरेक कुरामा भर पर्दछौँ, संसार कुराहरूमा भर पर्दछ परम प्रभु। तपाईँलाई बिर्सिँदछौँ, तर तपाईँ ख्रीष्टले फेरि भन्नुहुनेछ कि तपाईँको अङ्कलामा हामी बेरिकन तपाईँको छोट हातलाई हामीलाई फेरि अङ्काल्नु हुँदछ। तपाईँले धन्यवाद परम प्रभु। धन्यवाद सबै कुराको लागि। मन भएर दिएको आराधनाको निम्ति तपाईँ दिनुभएको छ कि हामी पापी छौँ, तपाईँ ख्रीष्टको लागि मान्नुभयो। अब यो छोटो समय मात्र हुनु पर्यो धन्यवाद, तर हामी निरन्तर हरेक समय हरेक सेकेन्ड तपाईँको महिमामा तपाईँलाई महिमा दिन चाहँदछौँ र दिँदछौँ परम प्रभु। कति तपाईँको महिमा, तपाईँलाई महिमा दिन हामी चुक्दछौँ, धन्यवाद दिन चुक्दछौँ। ती कुराबाट तपाईँ फेरि हामीलाई सम्झाइकन यसरी हामीले फेरि हप्ताभरिको समयमा हरेक ठाउँमा राख्नुभयो र आज यसरी एकत्र पारेर तपाईँ ख्रीष्टले एउटै मन भएर यस ठाउँबाट तपाईँ उचालिने मौका दिनुभएको छ। उचाल्ने मौका दिनुभएको छ। धन्यवाद सबै कुराको लागि। छोटो आराधना तपाईँको नाम चढाउँछ। तपाईँले ग्रहण गर्नुभएको छ, लिनुभएको छ, स्वीकार्नुभएको छ, विश्वास गर्दछ। सबै कुरा धन्यवाद। जीवित प्रभु कृष्ण हामी समय आफ्नो ठाउँमा बस्नेछौँ र समयमा सञ्चार दिन चाहन्छु। हालेलुया। प्रभुको महिमा भएको छ। यो ब्रदरलाई धन्यवाद। प्रभुको नजिकसम्म अझ पनि पुग्नलाई उहाँले हामीलाई सहायता गर्नुभएको छ। त्यसै गरी हामी यो समय चाहिँ हामी एकले अर्कालाई स्वागत गर्दैछौँ ताली बजाउँदै।
स्वागत छ। अनि हामी यो समय चाहिँ भेटी परमेश्वरको वेदीमा चढाउनेछौँ। आउनुहोस् हामी 20 नम्बरको कोरस गाउँदै हामी भेटी उठाउनेछौँ। हुन्छ, यो समय चाहिँ म केही सूचनाहरू तपाईँहरूको बिचमा भन्नेछु। सदा चाहिँ हाम्रो सङ्गति आइतबार ठिक 2 बजे नै सुरु हुनेछ, प्रत्येक आइतबार। अनि हाम्रो आउने आइतबारको सञ्चालिका हुनुहुन्छ हाम्रो माया दिदी अनि हाम्रो जीवित वचन ल्याउँदै हुनुहुन्छ हाम्रो दाई रूपेश दाईले। अनि त्यसै गरी आउने हप्ता चाहिँ हाम्रो प्रभु भोज पनि रहेको छ। त्यसै कारण हामी सबैजना प्रार्थनासहित तयार भएर हामी प्रभु भोजको निम्ति तयार हुनेछौँ आउने आइतबार। अनि त्यसै गरी प्रत्येक बिहिबार सङ्गति सदा चाहिँ बेलुकी प्रार्थना सङ्गति 36 बजे हुनेछ। अनि त्यसपछि आउने बुधबार न्यू इयर इभ रहेको छ, बेलुकी 9:30 बजे हामी सबैजना भेला भएर हामी मनाउनेछौँ। अनि त्यसको लागि चाहिँ हामी के गर्नेछौँ भनेर अहिले सङ्गतिपछि हामी छलफल गर्नेछौँ। अनि त्यसै गरी हामीले जुन उपवास सङ्गतिको हामीले अगाडि नै हामीले जुन छलफल गरेका थियौँ, अनि आउने यो जनवरी चाहिँ फर्स्ट विक भएको कारणले चाहिँ हामीले यो आउने शनिबार चाहिँ हामी उपवास सङ्गति गर्नेछौँ यही चर्चमा, यही ठाउँमा ठिक 10:30 बजे बिहानी। हामी जतिजना यो छौँ हामी सबैजना उपवाससहित हामी उपस्थित हुनेछौँ। अनि विशेष गरी हाम्रो आउने दिनहरूमा चाहिँ हाम्रो नलिङटनमा जुन सङ्गतिहरू सुरु गर्ने भनेर हामीले जुन छलफल गरेका थियौँ, हामीले त्यो आउने दिनहरूमा हामी गर्नेछौँ। त्यसको लागि चाहिँ हामी प्रार्थनासहित हामी त्यो प्रार्थना गर्नेछौँ। हाम्रो व्यक्तिगत रूपमा हामी प्रार्थनामा सम्झिनेछौँ। अनि आजको हाम्रो सूचना यति नै रहेको छ। सूचना र हाम्रो यो भेटीको निम्ति म आफै प्रार्थना गर्नेछु। आउनुहोस् हामी सबैजना मिलेर म अगुवाई गर्नेछु। धन्यवाद परमेश्वर पिता, तपाईँ प्रभुलाई यो सुन्दर समयको निम्ति। अनि हामीले जति पनि तपाईँको वेदीमा हामीले हाम्रो मुठीहरू खोलेर हामीले भेटीहरू चढाएका छौँ प्रभु, त्यो भेटीहरूमा तपाईँ प्रभुले आशिष दिनुभएको होस्। आउने दिनहरूमा अझ पनि हामीले व्रत गरी दिन सक्ने तपाईँ प्रभुले बनाउनु भएको होस्। सबैको कामहरूमा प्रभु जसरी तपाईँले आशिष दिइरहनु भएको छ प्रभु त्यसरी नै दिनुभएको होस्। काममा, पढाइमा, परिवारमा, सुस्वास्थ्यमा प्रभु तपाईँ परमेश्वर पितालाई धन्यवाद। अनि प्रभु अनि हामीले जति पनि सूचनाहरू प्रभु हामीले सुनेका छौँ प्रभु, आउने आइतबार, बिहिबार, बुधबारको जति पनि सङ्गतिहरू छ अनि आउने
शनिबारको उपवास सङ्गतिहरूमा तपाईँ प्रभुले सहायता गर्नुभएको छ। हामी प्रत्येकलाई आत्मिक जागृति दिनुभएको छ प्रभु। तपाईँ प्रभुको निगाहमा रहनलाई, तपाईँको नजिकतामा अझ पनि अगाडि बढ्नलाई हामीलाई सहायता गर्नुभएको छ। यी सबै सङ्गतिहरूमा तपाईँ प्रभुले सहायता गर्नुभएको छ परमेश्वर। अनि नलिन्टरको निम्ति हामी प्रार्थना गर्दछौँ। आउने दिनहरूमा हामीले त्यहाँ सङ्गति हामीले सुचारू गर्न सकेको छ प्रभु। हाम्रो साथमा प्रभु तपाईँ परमेश्वर रहनुभएको छ। हामीलाई स्वर्गीय ज्ञान बुद्धि विवेकले हामीलाई भर्नु भएको छ प्रभुजी। धन्यवाद परमेश्वर। अनि आउने आइतबारको सङ्गतिको निम्ति नै हामी यो समय नै प्रार्थना गर्दछौँ कि जसको आफ्नो भाग छ प्रभु, असल तरिकाले त्यो भागहरू निभाउनलाई प्रभु तपाईँ प्रभुले आत्मिक जागृतिहरू दिनुभएको छ। वचन बोल्नेको साथमा अनि सञ्चालन गर्ने अनि हामी प्रत्येकको साथमा तपाईँ प्रभु रहनुभएको छ प्रभु। धन्यवाद। यो भेटी अनि सूचना तपाईँ प्रभुको हातमा राख्दै आशिष अनुग्रह माग्छु प्यारो प्रभु यीशु ख्रीष्टको नाम, आमेन। हुन्छ, यो समय चाहिँ हामी गवाईको समयलाई छुट्याएका छौँ। तपाईँहरूमध्ये कोही कसैको केही गवाई र आशिषको कुराहरू छ भने तपाईँहरूलाई यो समय चाहिँ दिनेछु। हुन्छ, परमेश्वरलाई धन्यवाद होस् कि प्रभुले हामी सबैजनालाई सहायता गर्नुभएको छ। अनि यो समय चाहिँ बाइबल पाठको समय रहेको छ। तपाईँहरूमध्ये कसैलाई बाइबल पाठ गर्न दिएको छ भने अगाडि आएर तपाईँहरूले पाठ गर्न सक्नुहुनेछ। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण परमेश्वरका प्रियजनहरूमा मेरो जमिसी म तपाईँहरूको माझ बाइबलको खण्डबाट केही पदहरू लिएर आएको छु। हामी हेर्नेछौँ प्रेरित 9बाट प्रेरित 9 अध्यायको 1देखि 8 पदसम्म हामी हेर्नेछौँ। अनि म तपाईँहरू सबैको निम्ति पढिदिनेछु, पाठ गरिदिनेछु। प्रेरित 9 अध्यायको 1देखि 8सम्म हुन्छ। म सबैको निम्ति पढिदिनेछु। यहाँ शीर्षकमा यसरी लेखिएको छ, साउलको जीवन परिवर्तन। साउल प्रभुका चेलाहरूका विरुद्धमा अझ पनि धम्की र हत्याको धुनमा प्रधान पुजारी कहाँ गए र तिनले त्यस मार्गमा पुरुष होस् या स्त्री जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरुसलेममा ल्याउन पाऊँ भनी दमस्कसका सभाघरहरूको नाउँमा पुर्जी मागे। तब जब साउल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो। तिनी भुइँमा लोटे र तिनले यसो भन्ने स्वर सुने, साउल साउल, तिमी किन मलाई सताउँछौ? तिनले भने, प्रभु तपाईँ को हुनुहुन्छ? अनि उहाँले भन्नुभयो, म यसो हुँ जसलाई तिमी सताउँदैछौ। तर उठेर सहरमा जाऊ र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ। तिनको साथमा जाने मानिसहरूले स्वर चाहिँ सुने तर कसैलाई नदेख्दा अवाक भई उभिरहे। तब साउल भुइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन् र तिनीहरूले तिनका हात समाती डोर्याएर तिनलाई दमस्कसमा ल्याए। आमेन। वचन पढाएर सुनाइमा परमेश्वरले प्रशस्त आशिष दिनुभएको। यो समय चाहिँ हामी वचन सुन्नेछौँ। हाम्रो आजको वचन वक्ता हुनुहुन्छ हाम्रो आदरणीय देवेन्द्र दाई, उहाँलाई हामी स्वागत गर्नेछौँ।